सर आइज चैते आइज आज त फिस लिएर आइस होला नि हैन खाइ दे दिनुस् के हो यो विषय फिस माफ गरी पाऊँ भन्ने बारे महोदय नम्र निवेदन लेख्नुको खास कारण यो छ कि घरदेखि फिस लिएर आउँदै थिए बाटोमा गर्लफ्रेन्ड भेट्यो अनि गर्लफ्रेन्डले इम्प्रेस गर्नु पर्यो भनेर रेस्टुरेन्ट लगेर गएको पैसा सबै सकियो अनि त्यही रेस्टुरेन्टमा तपाईँले फुलमाया नामले मोमो खुवाउँदै गरेको देखेँ अनि मैले भिडियो बनाइहालेँ अझ पक्र्नु न त म कि त फिसमा नत्र पर्दा खास तपाईँ समझदार हुनुहुन्छ अनि विवाहित भए एक सालको फिस माफ हुनु पर्यो नि एक सालको फिस माफ असंभव असंभव असंभव